नेपालले हरेक वर्ष 20 अर्ब 16 करोड रुपियाँ बराबरको सालको काठबाट कमाइ गर्ने अवसर गुमाइरहेको छ। तर कसरी? त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेश राईका अनुसार संरक्षित क्षेत्र बाहिर पर्ने देशभरको 7 लाख हेक्टर साल वन क्षेत्रबाट वर्षेनी 24 अर्ब रुपियाँ बराबरको काठ उत्पादन गर्न सकिन्छ। यो भनेको 5 करोड घनफिट काठ र त्यसबाट सरकारलाई प्राप्त हुने राजस्व हो। यो राजस्व वन तथा वातावरण मन्त्रालयको वार्षिक बजेटको भन्दा पनि बढी हुन आउँछ। तर हालको वार्षिक क्षमताको जम्मा 16% अर्थात् 80 लाख घनफिट मात्रै सालको काठ उत्पादन भइरहेको छ। बाँकी 84% सालको काठ वनभित्रै खेर गइरहेको छ। राजस्व बाहेक काठ काट्ने र छपान गर्ने कामबाट वर्षेनी 6 अर्ब रुपियाँ बराबरको रोजगारी सिर्जना गर्न सकिन्छ। तर सालको काठ नै कम उत्पादन भएपछि रोजगारी सिर्जना हुने कुरै भएन। आफ्नै वन क्षेत्रको बलियो सालको काठ सदुपयोग नहुँदा हामी घर, भवन लगायतका संरचना निर्माण गर्न, झ्यालडोका र फर्निचरको आवश्यकता पूर्ति गर्नका लागि विदेशी काठ, फलाम र आल्मुनियममा परनिर्भर हुनु परेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 2081-82 मा मात्रै यस्ता सामग्री आयात गर्दा 5 अर्ब 39 लाख रुपियाँ विदेशिएको छ। एकातिर आफ्नै सालको काठ जङ्गलमा कुहिएर जाने, अर्कोतिर अर्बौं रुपियाँ बाहिरिने। यो अवस्था कहिलेसम्म?